पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राजनीतिक सक्रियता जारी राखेका छन्। उनले पतञ्जलि जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरे। अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अनुसन्धान हुँदै जाला। मैले अनुसन्धान हुँदैन भनेको छैन। म सुशासनको पक्षपाती हुँ, तर ममाथि नै यो किसिमको आरोप लागेको छ र यसको कानुनी उपचार हुन्छ। उनले भने, हाम्रा कानुनका जानकार साथीहरूले 1000 पृष्ठको पुरानो दस्तावेजहरू अनुसन्धान गर्दै हुनुहुन्छ। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बदलाको भावनाले चलिरहेको बताए। वर्तमान सरकार बदलाको भावनाबाट सञ्चालित छ। हामीले भनेका छौँ, सरकार यो वा त्यो बहानामा बदला लिने उद्देश्यले सञ्चालित नहोस्। उनले भने, अर्को कुरा, कार्यकर्तालाई झोले बनाउने काम पनि नगर्नुहोस्। असली कार्यकर्ता उत्पादन गर्नुहोस्, झोले होइन। ओलीजीले बदलाको राजनीति छोड्नुपर्छ। हामीले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा वकालत गर्दै आएका छौँ। सरकारलाई हामी खबरदारी समेत गर्दै आइरहेका छौँ।